एभ्री पोस्टमा आएर भुकिरहेको हुन्छ कि ढुङ्गे गोठालो हली ढुङ्गा बोकेर देश बन्छ, श्रम गरेर देश बन्छ। ल ठिक छ, एआईकै जमानामा जाउँ, टेक्नोलोजीमै जाउँ। नेपालमा एरोप्लेन बनाउनलाई अलिक गाह्रो होला, रकेट बनाउनलाई अलिक गाह्रो होला, किनकि सामानहरू किन्नुपर्छ, महँगो हुन्छ। तर ल्यापटप कम्प्युटर त हरेकको घरमा हुन्छ अहिलेको जमानामा। ल त्यहाँबाट गर्न सकिने कामहरू गरौँ। नेपालमा चाहिँ पब्जी र फ्री फायरलाई पछाडि पार्न सक्ने यस्तो खतरा गेमको डिजाइन गर्नुहोस् कि जसले गर्दाखेरि चाहिँ हरेक नेपाली, हरेक नेपालभन्दा बाहिर पनि चाहिँ त्यो गेमले चाहिँ बजार तताओस्। ल त्यो गेमको डिजाइन गर्नु, बरु जति परे पनि हामी टपअप गरेर खेलौँला। सक्छ, आँट छ, दम छ भने बनाएर देखाउनुहोस् क्या। नत्र भने चाहिँ यो टेक्नोलोजी भनेर हावा तालमा भुक्ने काम नगर्नुहोस्, आउने कुराहरू मात्र गर्नुहोस्।